हेलो साथीहरू, आज हामी पढ्नेवाला छौँ फोर्थ च्याप्टर अफ एडभान्स डेटाबेस जुन हो डिस्ट्रिब्युटेड डेटाबेसेस, नो एसक्युएल सिस्टम्स एन्ड बिग डेटा। सुरुवात गरौँ डिस्ट्रिब्युटेड डेटाबेसबाट। डिस्ट्रिब्युटेड डेटाबेस refers to a database system that is spread across multiple computers or nodes connected by a computer network। के अरे भन्दाखेरि डेटाबेस सिस्टम यस्तो डेटाबेस सिस्टम होइन जुन चाहिँ छुट्टै छुट्टै कम्प्युटर्स या नोड्समा डिस्ट्रिब्युटेड छ र कनेक्ट हुन्छ एउटा कम्प्युटर नेटवर्कबाट। अनि इन दिस टाइप अफ डेटाबेस द डाटा इज स्टोर्ड इन अ डिस्ट्रिब्युटेड म्यानर, इच नोड होल्डिङ अ सबसेट अफ द ओभरअल डेटा। द नोड क्यान बी लोकेटेड इन सेम फिजिकल लोकेसन अर जियोग्राफिकली डिस्पर्स्ड होइन। के अरे भन्दाखेरि डेटाबेसहरूमा चाहिँ लाइक एभ्री जुन चाहिँ नि डिस्ट्रिब्युटेड सिस्टममा के हुन्छ भन्दाखेरि डिस्ट्रिब्युटेड डाटाबेस सिस्टममा के हुन्छ भन्दाखेरि हरेक एउटा डाटाबेस सिस्टमले चाहिँ होल्ड गर्छ सबसेट अफ द ओभरअल डेटा। क्या कम्प्लिट डेटाको केही भाग यसले होल्ड गर्छ। एउटा पार्टले अर्को पार्टले पनि त्यही गर्छ, अर्को पार्टले पनि त्यही गर्छ। अर्को लाइनले के भन्छ भन्दाखेरि नोड्सहरू चाहिँ एउटै फिजिकल ठाउँमा नि बस्या हुन सक्यो अर दुनियाँको जुनै कुनामा पनि बस्या हुन सक्यो भने क्या। द प्राइमेरी गोल अफ अ डिस्ट्रिब्युटेड डेटाबेस is to provide scalability, fault tolerance, and improved performance compared to centralized database. A distributed database can handle larger data volumes and support a higher level of concurrent access. के भन्यो बुझ्यो नि होइन। के रहेछ त यसको प्राइमेरी गोल भन्दाखेरि फल्ट टोलरेन्स, स्केलेबिलिटी अनि पर्फर्मेन्स राम्रो होस् कम्पेयर टु सेन्ट्रलाइज डेटाबेस। अनि यसले चाहिँ ठुलो अमाउन्ट अफ डाटा पनि होल्ड गर्न सक्छ। अनि त्यसपछि कन्करेन्ट एक्सेस, क्विक एक्सेसहरू पनि यसले इजिली सपोर्ट गर्न सक्छ, मतलब राम्रोसित क्या। अनि इन डिस्ट्रिब्युटेड डाटाबेस सिस्टम देयर आर टिपिकली टू मेन कम्पोनेन्ट्स। डाटा डिस्ट्रिब्युसन, डाटा इज पार्टिसन्ड एन्ड डिस्ट्रिब्युटेड अक्रॉस मल्टिपल नोड्स इन द नेटवर्क। डिफरेन्ट स्ट्राटेजिज क्यान बी युज इन डाटा डिस्ट्रिब्युसन सच एज होरिजोनल पार्टिसनिङ वेयर इच नोड होल्ड्स अ पोर्सन अफ रो अफ द टेबल। के अरे भन्दाखेरि डाटा यसको चाहिँ दुई प्रकारको कम्पोनेन्ट छन् जुन चाहिँ हो डाटा डिस्ट्रिब्युसन। यसमा चाहिँ के गरिन्छ भन्दाखेरि डाटालाई टुक्रा टुक्रा पारेर छुट्टै छुट्टै नोड्स, कम्प्युटर भनौँ, नोड्स भनेको चाहिँ कम्प्युटर है, अनि मल्टिपल नोड्सहरूमा डिस्ट्रिब्युट गरिन्छ एउटा नेटवर्कको। अनि डिफ्रेन्ट स्ट्राटेजिज क्यान बी युज। जस्तै होरिजेन्टल पार्टिसनिङमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि हरेक नोडले चाहिँ रो होल्ड गर्छ एउटा टेबलको है, एउटा रो पोर्सन अफ रो होल्ड गर्छ त्यसले। अनि भर्टिकलमा चाहिँ होल्ड्स अ सबसेट अफ कोलन्स। ओके, सबसेट कोलन्सहरूको सबसेट होल्ड गर्छ अरे भर्टिकलमा। होरिजेन्टलमा यसले पोर्सन अफ रोमा डेटा हुन्छ, कोलनमा एट्रिब्युट्सहरू हुन्छ होइन, सुतेर हुन्छ उठेर कराउँछ होइन, चेक 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 चेक। भर्टिकलमा के हुने भयो सबसेटहरू क्या। अब एउटा पुरा डेटाबेसमा जस्तै स्टुडेन्ट आइडी, स्टुडेन्ट नेमे होला होइन, स्टुडेन्ट एड्रेस होला, सबसेट होल्ड गर्छ भन्नाले यसले चाहिँ स्टुडेन्ट आइडी र स्टुडेन्ट नेम यता होल्ड गर्छ होला, त्यसलाई भन्छ भर्टिकल पार्टिसन। अनि ओरिजिनल पार्टिसनमा चाहिँ के अरे भन्दाखेरि रोको पोर्सनहरू, जस्तै रामश्याम हरि यस्तो छ नि त होइन नामहरू त, अब रो क्या, एउटा रो स्टुडेन्ट आइडी 1 राम एड्रेस स्वयम्भू यसरी होल्ड गर्छ होला होइन, त्यो भनेको ओरिजिनल पार्टिसनिङ है। अनि डाटा रेप्लिकेसन भनेको टु इम्प्रुभ फल्ट टोलरेन्स एन्ड एभाइलेबिलिटी, कपिज अफ डेटा मे बी स्टोर्ड अन मल्टिपल नोड्स विच इज डाटा रेप्लिकेसन। के अरे डुप्लिकेट गरेर राख्ने अरू अरू नोट्सहरूमा होइन। इन्स्योर्स द्याट इफ वान नोट फेल्स द डाटा क्यान स्टिल बी एक्सेस फ्रम अदर नोट्स। एउटा ठाउँमा डाटा के भयो भने बिग्रिसक्यो भने अर्को ठाउँमा लिनु हुन्छ, डुप्लिकेट गरेर राखेको हुन्छ। त्यही भएर अब डाटा के अरे डिस्ट्रिब्युटेड डेटाबेस सिस्टमको चाहिँ के हुन्छ त फाइदा भन्ने कुरा भन्दाखेरि रिफ्लेक्ट्स अर्गनाइजेसनल स्ट्रक्चर विच आर नेचुरली डिस्ट्रिब्युटेड ओभर सेभरल लोकेसन्स। अर्गनाइजेसन, ओके बुझियो होइन के भनेर। अनि इम्प्रुभ एबिलिटी भनेको डिजाइन टु कन्टिन्यू इभन इफ देयर फेलियर अफ वान नोड अकर्स। एउटा फेलियर भयो भने डाटा चाहिँ एभाइलेबल होस् होइन, डिस्ट्रिब्युटेड सिस्टम भएपछि त्यो हुने भयो। अनि इम्प्रुभ पर्फर्मेन्स भनेपछि डाटा एक्जिस्ट इन मोर देन वान साइड सो द्याट इच साइड ह्यान्डल्स ओन्ली अ पार्ट अफ इन्टायर डेटाबेस विच इम्प्रुभ पर्फर्मेन्स। बुझियो त्यो पनि होइन। अनि मोडुलर ग्रोथ, न्यू साइड क्यान बी एडेड टु हार्डवेयर विदाउट एफेक्टिङ अपरेसन्स अफ अदर साइड। एउटा ठाउँमा साइट भनेको चाहिँ त्यो स्टोर गर्ने ठाउँ क्या, लाइक स्टोरेज सिस्टम भनौँ, एउटा स्टोरेज गर्ने ठाउँ क्या, स्टोरेज भनौँ न होइन, जहाँ चाहिँ डाटाबेसहरूलाई हालिन्छ। साइट भनेको त्यो अब छुट्टै ठाउँमा बनाइएको छ होइन। मोडुलर ग्रोथ गरेपछि के हुन्छ भन्दाखेरि एउटा अर्को साइड एड गर्यो भने अर्कोलाई इफेक्ट गर्दैन भनेको चाहिँ इन्टिग्रेसन भनेको वी क्यान इन्टिग्रेट सफ्टवेयर कम्पोनेन्ट फर डिफरेन्ट भेन्डर्स टु मिट देयर स्पेसिफिक रिक्वायरमेन्ट। त्यो पनि बुझ्यो, इजी नै थियो। अनि डिसएडभान्टेज के हुन्छ भन्दाखेरि कम्प्लेक्सिटी हुँदो रहेछ, आर मोर कम्प्लेक्स देन सेन्ट्रल डेटाबेसेस,
कस्टको समस्या आउने भयो, ल्याक अफ स्ट्यान्डर्ड चाहिँ एउटा स्पेसिफिक छैन क्या, यस्तो यस्तो यसरी जानुपर्छ भनेर एउटा हुँदैन, त्यही भएर त्यो ल्याक भनेर डिसएडभान्टेज हुन्छ। एक्सपिरियन्स चाहिँ छैन, यो पनि धेरै भारी चाहिँ इन्ट्रोड्युस भएको, त्यही भएर एक्सपिरियन्सको ल्याक भनेर डिसएडभान्टेज छ। सेक्युरिटी भनेको अलङ विथ रेप्लिकेटेड डेटा नेटवर्क्स इटसेल्फ हेज टु बी अल्सो मेड सेक्युर। रेप्लिकेसन अनुसार नै सबै डाटाहरूलाई सेक्युर गर्नुपर्छ भन्ने कुरा गरिएको छ होइन। डेटा फ्रेगमेन्टेसन भनेको के हो त भन्दाखेरि डेटा फ्रेगमेन्टेसन रिफर्स टु द प्रोसेस अफ डिभाइडिङ अ डेटाबेसेस टेबल अर रिलेसन इन्टु स्मलर मोर म्यानेजेबल पिसेस कल फ्रेगमेन्ट्स। टुक्राहरू बनाउने हो एउटा डेटाबेसको भनेको होइन। डेटाबेस टेबलमा अब रिलेसनहरू हुन्छ होइन, तिनीहरूको डेटाबेसको टेबल्स र रिलेसन्सहरूलाई सानो सानो टुक्रामा फ्रेगमेन्ट्सहरूमा डिभाइड गर्ने हो। दिस फ्रेगमेन्ट्स आर डिस्ट्रिब्युटेड अक्रस डिफ्रेन्ट नोड्स इन द डिस्ट्रिब्युटेड डेटाबेस सिस्टम। द गोल अफ डेटा फ्रेगमेन्टेसन इज टु इम्प्रुभ पर्फर्मेन्स एन्ड एफिसियन्सी बाई डिस्ट्रिब्युटिङ data across multiple nodes. It allows for parallelism and reduce the amount of data that needs to be transmitted over the network for query processing. यो लास्टको जुन प्याराग्राफ छ फेरि पढौँ। द गोल अफ डाटा फ्रेगमेन्टेसन इज टु इम्प्रुभ पर्फर्मेन्स एन्ड एफिसियन्सी बाई डिस्ट्रिब्युटिङ डाटा एक्रस मल्टिपल नोड्स। बुझ्यो? इट अलाउज फर प्यारालेलिजम एन्ड रिड्युस द अमाउन्ट अफ डेटा द्याट निड्स टु बी ट्रान्समिटेड ओभर द नेटवर्क फर क्वेरिङ प्रोसेसिङ। के बनायो त भन्दाखेरि छुट्टै छुट्टै टुक्रा टुक्रा बनाएर राखिएको छ भने छुट्टै छुट्टै डाटालाई एकचोटि पनि रन गराउँछ, त्यसलाई भन्छ प्यारालेलिजम होइन। अनि एन्ड रिड्युसेस द एमाउन्ट अफ डेटा द्याट निड्स टु बी ट्रान्समिटेड। यो भने चाहिँ के भन्दाखेरि हामीलाई चाहिएको ठाउँमा क्या, लाइक हामीलाई जहाँ ठाउँमा चाहिँ एकदम रिक्वायर्ड छ नि त्यो डाटा त्यही छेउमै लगेर राखिदियो भने त ट्रान्समिट गर्ने झन्झट पनि त कम हुन्छ नि होइन। हो त्यो भनेको हो यसले एउटा साइट बनाइदियो जहाँ रिक्वायर्ड छ, त्यहाँ गएर यो डाटालाई हामीले यदि त्यो फ्रेगमेन्टलाई यदि राखिदियो भने त्यहाँबाट डाइरेक्टली एक्सेस हुनसक्छ। सो ट्रान्समिसन चाहिँ अलिकति बेटर हुने भयो है। अनि डाटा फ्रेगमेन्टेसन टेक्निक्स विथ एक्जाम्पल। फ्रेगमेन्टेसन टेक्निक्स चाहिँ हाम्रो भर्टिकल र होरिजेन्टल र अर्को उयो पनि छ, हाइब्रिड पनि छ होइन। यिनीहरू पढौँ। भर्टिकल फ्रेगमेन्ट इट इन्भल्भ्स डिभाइडिङ अ टेबल इन्टु सबसेट अफ columns and attributes. Each subset is stored on a different node. The fragmentation technique is useful when different subset of attributes are frequently accessed together and when there is a need to reduce data transmission over the network. के रे भन्दाखेरि फेरि पढौँ। It involves dividing a table into subset of columns or attributes. यसले चाहिँ भर्टिकल फ्रेगमेन्टेसनले चाहिँ के गर्दो रहेछ भन्दाखेरि टेबललाई कलम्समा डिभाइड गरिदो रहेछ अनि इच सबसेट इज स्टोर्ड अन अ डिफ्रेन्ट नोड। अनि सबसेट बन्छ नि त एउटा होइन, कलममा डिभाइड गरिसकेपछि सबसेट बन्ने भयो अनि यसलाई एउटा डिफ्रेन्ट नोडमा स्टोर गरिदिन्छ। अनि द फ्रेगमेन्टेसन टेक्निक इज युजफुल भने डाटा ओके सँगै जब हाम्रो उयोहरू सँगै युज हुन्छ नि होइन, ओके सँगै युज हुन्छ नि एट्रिब्युट्सहरू सँगै युज हुन्छ, त्यतिखेर चाहिँ यो अलिकति धेरै हेल्पफुल हुन्छ भनेको हो। निड टु रिड्युस डाटा ट्रान्समिसन अब त डाटा ट्रान्समिसन अघि मैले भने जुन माथिपट्टि त्यही कुरा भनेको छ होइन। अनि एक्जाम्पलको लागि हेरौँ के छ भन्दाखेरि हामीसँग प्रडक्ट आइडी छ, प्रडक्ट नेम छ, क्याटेगोरी छ, प्राइस छ, स्टक छ होइन। अनि अब भर्टिकलमा के रहेछ भन्दाखेरि फ्रेगमेन्ट्सहरू बनाउन सकिन्छ कलम्सहरूको। जस्तै प्रडक्ट आइडी र प्रडक्ट नेमको एउटा फ्रेगमेन्ट बनाइदियो, यो चाहिँ रिलेटेड छ प्रडक्टसँग होइन, यसको एउटा फ्रेगमेन्ट बनाइदियो। अब अर्को क्याटेगोरी प्राइस स्टक, त्यसको प्रडक्टको बारेमा छ नि त होइन, यिनीहरू चाहिँ यसको लागि अर्को फ्रेगमेन्ट बनाइदियो, छुट्टै छुट्टै फ्रेगमेन्ट बनाइसक्छ। अब हरिजन्टलमा माथि चाहिँ त्यसको उल्टे त होला नि होइन अभियसली। इट इन्भल्भ्स डिभाइडिङ अ टेबल इन्टु सबसेट। यसमा त्यही हो क्या। अब अघि चाहिँ कलम वाइज गरिएको थियो, अब रो वाइज गरिन्छ। एक्जाम्पलमा जम्प गरेको थियो त्यही होइन, किन युजफुल हुन्छ भनेर है, when there is a need to distribute data evenly across nodes or when subset of rows are frequently accessed together। यो बुझ्यो नि होइन। सो एक्जाम्पल लिएर एकचोटि suppose we have an employee table with attributes employee ID, name, department, position and salary. Now horizontal fragmentation can be applied to this table based on a specific range or condition. For instance, we can fragment the table into two subsets as follows. अब employee ID भन्ने जुन छ हामीले होइन त्यसको रोलाई क्या डिस्ट्रिब्युट गरेर छौँ। फ्रेगमेन्ट 1 भनेर 1 देखि 100 सम्मको स्टुडेन्टहरूलाई बनाइयो एउटा फ्रेगमेन्ट 2 मा 101 देखि 200 सम्मको। इन दिस केस फ्रेगमेन्ट कन्टेन्स रो डबल रेन्जिङमा अर्कोमा त्यो 1000 सरी फर सेङ 1000 इन्स्टेड अफ 100 है 101 टु 200 को यसले त्यो होल्ड गर्ने भयो होइन। अब हाइब्रिडमा के हुन्छ भन्दाखेरि दुइटै हुनसक्यो क्या। हाइब्रिड फ्रेगमेन्टेसन इज अ कम्बिनेसन अफ बोथ भर्टिकल एन्ड horizontal fragmentation techniques involves dividing a table into subset of rows and columns which are then distributed across different nodes. Fragmentation techniques often offers flexibility in optimizing query performance based on specific access pattern and requirement. Example को लागि हेरौँ, suppose we have
a sales table with attribute sale ID, product ID, customer ID, sale date, quantity and total amount हैन यता यता छ हाम्रो हैन एट्रिब्युट छ एउटा टेबल सेल्सको भनिएको छ हैन अब कसरी डिभाइड गर्न सकिन्छ हरिजन्टली भन्दाखेरि सेल्स आइडी एउटा लिउँ यसको सेल्स आइडीलाई रो होला नि त अब हैन त्यसको मध्ये 1 देखि 100 सम्मलाई एउटा फ्र्यागमेन्ट मान्छे अनि 101 देखि 200 सम्मलाई अर्को फ्र्यागमेन्ट मान्छे त्यसरी गर्न सक्यो अघि गरे जस्तै हैन अब भर्टिकलको लागि सेल्स आइडी प्रोडक्ट आइडी कस्टमर आइडीलाई एउटा फ्र्यागमेन्ट मान्दिने अनि अरू जुन एट्रिब्युट बाहेक छ त्यसलाई अर्को फ्र्यागमेन्ट मान्दिने त्यसरी गर्न सकियो यो थियो के थियो हाम्रो भन्दाखेरि फ्र्यागमेन्टेसन डेटा फ्र्यागमेन्टेसन कसरी गर्न सकिन्छ भन्ने चिज थियो हैन अब रेप्लिकेसन एन्ड एलोकेसन टेक्निक्स फर डिस्ट्रिब्युटेड डेटाबेस डिजाइन data replication is the process of creating and maintaining multiple copies of same data across different nodes in a distributed system. Each copy of the data is known as a replica. के हो रे यो प्रक्रिया हो अफ क्रिएटिङ मेन्टेनिङ एउटै डाटाको मल्टिपल कपी बनाउने र यसलाई मेन्टेन गर्ने एउटा उपाय हो अनि हरेक कपीलाई के भन्छ रेप्लिका भनिन्छ हैन इट इज एन इम्पोर्टेन्ट मेकानिजम बिकज इट इन्भल्भ्स अर्गनाइजेसन टु प्रोभाइड युजर्स विथ एक्सेस टु करेन्ट डेटा वेयर एन्ड वेन दे आर निड अब जहाँ चाहिएको छ त्यहाँ एक्सेस गर्न सजिलो हुन्छ यसको द्वारा इट इज इन्टेन्डेड टु इन्क्रिज द फल्ट टोलरेन्स केही समस्या आयो भने डेटा एभाइलेबिलिटी होस् भनेर चाहिँ यो यसको इन्टेन्ट हुन्छ मेन हैन फल्ट टोलरेन्स सो द्याट इफ वान एउटा फेल भयो भने अनदर क्यान कन्टिन्यू टु सर्भ क्वेरिज अर रिक्वेस्ट इजी एज द्याट अनि यसको के हो त यसको एम के हो भन्दाखेरि सिस्टम एबिलिटी होस् भन्ने होस् पर्फर्म इन्हान्समेन्ट होस् भन्ने होस् हैन अनि स्केलेबिलिटी बढोस् भन्ने त भन्ने यसको मोटामोटी त्यही हो कुरा पर्पज भनेको अनि च्यालेन्जहरू चाहिँ के हुनसक्छ भन्दाखेरि अब रेप्लिकाजहरू त्यत्रो बनाएपछि कहाँ राख्ने भन्ने एउटा समस्या आइदिन सक्छ हैन अब अपडेट्सहरू एउटामा आयो भने अर्कोमा नि अपडेट गर्नलाई त्यो पनि ज्याउ हुनसक्छ हैन अब कन्सिस्टेन्सीको पनि ज्याउ हुनसक्छ क्या अब कन्सिस्टेन्सी भनेको के हो भनेर बुझौँ होइन पहिला हामीसँग सपोज गरौँ 3टा सिस्टम छ हैन अनि म चाहिँ एउटा कम्प्युटर हो आई हेभ 3 सिस्टम्स विथ मी है अब अब्बा जब्बा डब्बा ओके 3 सिस्टम्स आई गट है म चाहिँ आई एम द कम्प्युटर हैन मैले चाहिँ अब अब्बालाई भने ओ ब्रो राइट 3 भनेर यसलाई भने कमान्ड दिएँ राइट 3 भनेर भने हैन अब यदि एउटा सिस्टम कन्सिस्टेन्ट छ भने यदि तिनीहरू तिनटै राम्रोसित कन्सिस्टेन्टली काम गर्छन् भने इफ आइम सेइङ राइट 3 टु अब्बा हैन यसले अपडेट गरिदिन्छ जब्बा डब्बालाई नि अपडेट गरिदिन्छ राइट 3 भनेर हैन अब तिनटै सिस्टममा राइट 3 भन्ने हुने भयो अनि यसले त्यो काम सकेपछि मात्रै मलाई डन भनेर यसले मलाई मेसेज पठाउनु भयो हैन र जब मैले क्वेरी गर्छु अब जब्बालाई मैले क्वेरी गरेँ भने नि यसले चाहिँ 3 नै रिटर्न गर्छ क्या सो त्यो भनेको कन्सिस्टेन्ट अब यदि एउटा सिस्टम कन्सिस्टेन्ट छैन भने चाहिँ के हुन्छ त भन्दाखेरि अब मैले फेरि भने अब यसलाई अब्बालाई फेरि भने 4 लेख भनेर भने हैन अब्बाले 4 लेख्यो आफूलाई उसले यो दुईटामा क्या सिङ्क नगराइदिँदै मलाई चाहिँ काम डन भयो भनेर रिटर्न गर्छ क्या उसकोमा त भयो नि त काम डन अनि मलाई डन भनेर मेसेज पठाउँछ अनि मैले यदि अब उसलाई जब्बालाई मैले रिक्वेस्ट गरेँ भने यो दे मलाई हैन क्वेरी गरेँ भने के रिटर्न गर भने उसले 3 नै गर्छ क्या अब किनभने यो फटाले आफूलाई मात्र काम भएपछि भन्यो नि त उनीहरूले अपडेट नगरिदिकन हैन अनि यो अब मैले 3 पाएँ नि यो 3 मेसेज मैले चाहिएको त 4 थियो 3 लाई चाहिँ अब स्टेल भनिन्छ क्या साथीहरू यो भयो इन्कन्सिस्टेन्ट सिस्टम अब कन्सिस्टेन्सी भनेको त्यही हो अब एडभान्टेजको कुरा गरौँ रिलायबिलिटी क्विक रेस्पोन्स सिम्पलर ट्रान्ज्याक्सन रिडक्सन इन नेटवर्क लोड ओके एडभान्टेजहरू यो रहेछ डिसएडभान्टेज के छ भन्दाखेरि रिक्वायर्स ह्युज स्टोरेज इन्क्रिज कस्ट अनि मोर कम्प्लेक्सिटी इन डेटा अपडेटिङ त्यो त अब अब्भियस कुराहरू भइहाल्यो होइन अनि डेटा एलोकेसन रिफर्स टु द प्लेसमेन्ट अफ डेटा एन्ड प्रोसेसिङ टास्क एक्रस डिफरेन्ट नोड्स इन अ डिस्ट्रिब्युटेड डेटाबेस सिस्टम involves determining how to distribute data and workload to achieve optimal performance and resource utilization. The choice of site and degree of replication depend on the performance and availability goal of the system and on the type and frequency of transactions submitted at each site. There are 4 alternatives. के भने फेरि पढौँ है एलोकेसन भने चाहिँ अब कहाँ प्लेस गर्ने डेटा भन्ने कुरा हो क्या अब के अरे डाटालाई फ्रेगमेन्ट गरिसक्यौँ होइन हामीले सपोज गरौँ डेटा फ्रेगमेन्ट अब कहाँ राख्ने भन्ने कुरा नि त आउँछ नि होइन अब यहाँ त्यही भनेको छ कहाँ राख्नुपर्छ अनि इट इन्भल्भ्स डिटर्माइनिङ हाउ टु डिस्ट्रिब्युट कसरी चाहिँ कहाँ राख्ने वर्कलोड अनुसार होइन सो अप्टिमल पर्फर्मेन्स र रिसोर्स युटिलाइजेसन हामीले पाओस् भनेर होइन द चोइस अफ साइड एन्ड डिग्री अफ रेप्लिकेसन डिपेन्ड अन द पर्फर्मेन्स एन्ड एबिलिटी गोल्स एउटा सिस्टमको कस्तो हुन्छ होइन के छ यसको पर्फर्मेन्स गोल के छ एभाइलेबिलिटी के को चाहिने कतिको चाहिने हो भनेर हामीले बुझेर चाहिँ त्यो हाल्नुपर्छ भनेको छ एन्ड अन द टाइप अफ फ्रिक्वेन्सी अफ ट्रान्ज्याक्सन यी साइडमा त्यो पनि भनेको छ होइन यहाँ अनि देयर आर 4 अल्टरनेटिभ strategies regarding placement of data which are as follows.
अब हामीले वी क्यान युज एनी वान अमङ दिस होइन. अब सेन्ट्रलाइजमा के हुन्छ भन्दाखेरि कन्सिस्ट अफ सिङ्गल डेटाबेस एन्ड डेटाबेस म्यानेजमेन्ट सिस्टम stored at one site with user distributed across. यसमा चाहिँ के अरे भन्दाखेरि डेटालाई कहाँ राख्ने भन्ने कुरा गरेर हो नि त हामीले डेटा लागेको होइन. एउटा सेन्ट्रलाइज ठाउँमा राख्ने अनि युजरहरू छुट्टै ठाउँबाट हुन्छ, यसलाई एकैचोटि एक्सेस गर्छ. सेन्ट्रलाइजको चाहिँ हुन्छ युजली त्यही भनेको. अनि फ्रेगमेन्टेडमा पार्टिसन अफ डेटाबेस इन डिफ्रेन्ट फ्रेगमेन्ट. अघि फ्रेगमेन्टको कुरा गरौँ होइन, छुट्टै छुट्टै ठाउँमा बाटिएको हुन्छ होइन डेटालाई. अनि असाइन टु एउटा साइडमा क्या एउटा भने नि स्टोरेज जस्तो भनेको थियो नि, त्यहाँ असाइन गरिदिने डेटालाई भनेको छ फ्रेगमेन्टेडली होइन. पार्टिसन्स द डेटाबेस इन्टु डिफ्रेन्ट फ्रेगमेन्ट्स, छुट्टै छुट्टै फ्रेगमेन्टमा डिभाइड गर्छ. अनि विथ इच जोइन असाइन टु एउटा साइड, एउटा स्टोरेज ठाउँमा राखिएको. यो भनेको डेटा एलोकेसन है. डेटा एलोकेसनको फ्रेगमेन्टेड. अनि कम्प्लिट रेप्लिकेसन भनेको अब डेटालाई होइन छुट्टै छुट्टै साइडमा रेप्लिकेट गरिदिने. अनि सेलेक्टिभ रेप्लिकेसन भनेको चाहिँ यो सबै तिनटै प्रोसेसको कम्बिनेसन हो. सेन्ट्रलाइज गर्न सक्यो, फ्रेगमेन्टेड र कम्प्लिट रेप्लिकेसन पनि गर्न सक्यो. सेलेक्टिभ रेप्लिकेसनमा अनि अब आउँछ टाइप्स आउँछ है. होमोजिनियस डिस्ट्रिब्युटेड डेटाबेस सिस्टम. इन होमोजिनियस डिस्ट्रिब्युटेड डेटाबेस सिस्टम अल पार्टिसिपेटिङ nodes use the same database management software. The data schema are के भनिरहेको छु. The data schema are typically replicated across multiple nodes and each node can process local transaction and query. Homogeneous system provide high availability, fault tolerance and load balancing. All nodes use the यसमा के हुँदो रहेछ होमोजिनियसमा भन्दाखेरि अल पार्टिसिपेटिङ नोड्सहरूले सबै नोड्सहरूले सबै डेटाबेस भएको सिस्टमले एउटै सफ्टवेयर युज गर्छ. डेटाबेस म्यानेजमेन्ट सिस्टमको एउटै सफ्टवेयर युज गर्छ अरे. यसले चाहिँ के अब प्रमिस गर्छ त भन्दा हामीलाई हाई एभाइलेबिलिटी, फल्ट टलरेन्स र लोड ब्यालेन्सिङ यसले दिने भयो हामीलाई. यसको पनि टाइप्सहरू छ है. के छ त अटोनोमस है. इच डेटाबेस इज इन्डिपेन्डेन्ट द्याट फङ्सन्स अन इट्स ओन. They are integrated by a controlling application and use message to share updates. अब के त भन्दाखेरि होमोजिनियस भित्र पनि एउटा प्रकार रहेछ अटोनोमस भन्ने. अटोनोमसमा चाहिँ हरेक नोडहरू दे आर सेल्फ अवेयर जस्तो क्या, इन्डिपेन्डेन्ट हुन्छ होइन. आफ्नै रूपमा काम गर्छ. अनि अपडेट्सहरू जब आउँछ सिस्टममा, जब अपडेटहरू चाहिने हुन्छ तिनीहरू चाहिँ केद्वारा कम्युनिकेट गर्छन् रे भन्दाखेरि म्यासेजद्वारा. अनि सेयर गर्छन् अपडेट्सहरू होइन. अनि एउटा कन्ट्रोलिङ एप्लिकेसन त हुन्छ नै हुन्छ होइन. अनि अर्को छ नन अटोनोमस. यसलाई चाहिँ के हुन्छ भन्दा डेटा इज होमोजेनियस नोड एन्ड सेन्ट्रल डेटाबेस गर्नुहोस्. यसले चाहिँ कन्ट्रोल गरेको हुन्छ क्या. यिनीहरू चाहिँ इन्डिपेन्डेन्ट हुँदैन. अनि अपडेट्सहरूको लागि पनि सेन्ट्रल डेटाबेसले नै अपडेट्सहरू दिने हो क्या. यिनीहरू चाहिँ यसको कामदार भयो होइन. यिनीहरू चाहिँ आफ्नै दिमाग छ. अटोनोमसको आफ्नै दिमाग छ, नन अटोनोमसको आफ्नै दिमाग छैन. उसले चाहिँ अपडेट्सहरू लिनलाई मेन बाउबाटै लिनुपर्ने हुँदो रहेछ. यिनीहरूले चाहिँ आफू कुरा गरेर लिँदा रहेछन् भनेर बुझ्न सक्यौँ हामीले. नत्र यहाँ पनि छ होइन त्यसको बारेमा, त्यो पनि अलिकति हेरिदिनै हालौँ होइन. भने वी आर हियर. छिटो न. ओके, के हुँदो रहेछ भन्दाखेरि यसमा इन्डिपेन्डेन्ट फङ्सनालिटी. इच डेटाबेस इज इन्डिपेन्डेन्ट एन्ड फङ्सन्स अन इट ओन. दिज इन्डिपेन्डेन्ट साइट्स आर इन्टिग्रेटेड थ्रु अ कन्ट्रोलिङ एप्लिकेसन्स. अनि त्यसपछि दे युज मेसेज टु अपडेट्स. अनि त्यसपछि लोकल बिकज दे आर इन्डिपेन्डेन्ट द लोकल साइट हेज हाई कन्ट्रोल ओभर इट्स ओन डाटा एन्ड अपरेसन. अब नन अटोनोमसमा के छ त भन्दाखेरि डेटा इज स्प्रेड अक्रस द होमोजिनियस नोड्स. अनि अ सेन्ट्रल डेटाबेस कोअर्डिनेट्स अल डाटा अपडेट्स अक्रस द भेरियस साइट. अनि द सेन्ट्रल कन्ट्रोलर इन्स्योर्स द्याट अल साइट्स stay perfectly in sync, but this means individual sites have less independence. Individual sites चाहिँ are more dependent in this one. माथिमा चाहिँ अलिक डिपेन्डेन्सी कम हुन्छ त्यही भनेको छ है. के रहेछ डिफ्रेन्स भन्दाखेरि लोकल साइट अनि सेन्ट्रली कोअर्डिनेट हुन्छ. यसमा युजेस मेसेज. अनि त्यसपछि लोकल इन्डिपेन्डेन्स हुन्छ. यसमा ग्लोबल यसमा हुँदैन डिपेन्डेन्सी. यसमा कन्सिस्टेन्सीलाई फोकस गरिन्छ, यसमा इन्डिपेन्डेन्सलाई फोकस गरिन्छ होइन. ओके, अब लेट्स मुभ अन टु हेटेरोजिनियस डिस्ट्रिब्युटेड. माथिको उल्टो नै होला अभियसली. यसमा डिफ्रेन्ट सफ्टवेयरहरू युज हुन्छ होइन. इन हेटेरोजिनियस डिस्ट्रिब्युटेड डेटाबेस सिस्टम डिफ्रेन्ट नोड्स मे युज डिफ्रेन्ट डेटाबेस म्यानेजमेन्ट सिस्टम software or have varying data models. These systems often require a middleware layer or data integration tool to facilitate communication and data exchange between different nodes.
Heterogeneous systems are useful when integrating existing databases from multiple sources or different data models. कहिलेलाई युज हुँदो रहेछ भन्दाखेरि when integrating existing databases from multiple sources or different बुझिहाल्यो नि होइन, प्लेन इङ्ग्लिस छ, एकदम सजिलोसित भनिएको छ। अनि अब टाइप छ यसको पनि फेडरेटेड र अनफेडरेटेड है। इन्डिपेन्डेन्ट इन नेचर एन्ड इन्टिग्रेट टुगेदर एज सिङ्गल डेटाबेस। अब यो चाहिँ अलि वेग छ होइन, अलिक बुझिँदैन। सो अब आस्ट जेमिनाई फर दिस एज वेल। अब सोधौँ भनेको छ अहिले के भनेको छ भन्दाखेरि फेडरेटेड सिस्टम द इन्डिभिजुअल डेटाबेसेस आर ब्रट टुगेदर टु लुक लाइक वान सिङ्गल सिस्टम टु द युजर बट दे रिमेन हाइली इन्डिपेन्डेन्ट। अब फेडरेटमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि हरेक जुन चाहिँ डेटाबेस होइन, इन्डिभिजुअल डेटाबेसहरू चाहिँ आफू आत्मनिर्भर छन्, तर दे कम टुगेदर टु फर्म अ सिङ्गल डेटाबेस। क्या एउटा डेटाबेस सिङ्गल हो जस्तो एक्ट गर्नलाई तिनीहरू फर्म गर्छ। जस्तै अहिले पछि एक्जाम्पल दिन्छु म होइन, दुइटै भनिदिएपछि इन्डिपेन्डेन्ट इच साइड इज इन्डिपेन्डेन्ट एन्ड मेन्टेन्स इट्स ओन लोकल अपरेसन एन्ड डेटा। त्यो भइहाल्यो। अनि इन्टिग्रेसन दिज सेपरेट डेटाबेसेस आर इन्टिग्रेट टुगेदर सो द्याट फ्रम द आउटसाइड दे अपियर ए सिङ्गल डेटाबेस। Cooperation. The side agree to cooperate to allow users to access data across the entire network without losing their local autonomy. है त, यो भनिएको छ यसमा। अनि अनफेडरेटेड इन अनफेडरेटेड सिस्टम द इन्टिग्रेसन इज लेस सिमलेस एन्ड रिलाइज अन अ स्पेसिफिक एक्सटर्नल कम्पोनेन्ट टु ब्रिज द ग्याप बिट्विन डिफरेन्ट साइड। सेन्ट्रल कोड this system uses a specific central module to handle the access and communication between the different databases. Instead of feeling like one database, this central module acts as a translator that you must go through to access data from the various nodes. एक्जाम्पलको कुरा गरेको थिएँ मैले, त्यो भनौँ होइन, डेफिनेसन त यस्तै नै हो। एक्जाम्पलमा के भन्न सकिन्छ भन्दाखेरि फेडरेटेड चाहिँ एउटा स्कुलको प्रिन्सिपल जस्तो क्या। स्कुलको प्रिन्सिपललाई गएर सोध्यो भने हामीले होइन, लाइक यो मेरो स्कुल हो अनि यसमा डिपार्टमेन्टहरू छ, साइन्स डिपार्टमेन्ट, म्याथ्स डिपार्टमेन्ट त्यस्तो छ। अनि अब त्यो डिपार्टमेन्ट्सहरू बनेर चाहिँ स्कुल फर्म भएको। अब डिपार्टमेन्ट्स देम सेल्फ आर इन्डिपेन्डेन्ट होइन, दे फर्म अ स्कुल नि त, त्यो भनेको छ नि त होइन। अब अनि अनफेडरेटेड भनेको चाहिँ एउटा पालिदा जस्तो क्या। पालिदाले के ज्ञान हुन्छ र धेरै उसको होइन, उसको होइन नि त स्कुल, उसले त बस भनिदिने मात्रै हो नि त। अब कुन डिपार्टमेन्टमा जानलाई कहाँबाट सकिन्छ भनेर। सो अनफेडरेटेडलाई चाहिँ कन्ट्रोल गर्छ प्रिन्सिपलले, कन्ट्रोल गर्ने नि त होइन अनफेडरेटेड है। सो लाइक प्रिन्सिपल भन्दा नि माथि कोही हुन्छ भने त्यसले कन्ट्रोल गरेर भनौँ न, किनभने प्रिन्सिपल इज अल्सो कन्ट्रोल भएछ नि त। सो यसलाई कन्ट्रोल गरेको छ होइन। सो त्यही भने हो क्या। अब यसले डिरेक्सन मात्रै दिन सक्छ, अनफेडरेटेडले उसलाई जे कमान्ड आयो त्यही अनुसार दिने हो, त्यही भन्न खोजेको है मैले चाहिँ मेनली। अनि डिस्ट्रिब्युटेड डेटाबेस सिस्टमको आर्किटेक्चरहरू छ हामीसँग यता 3टा आर्किटेक्चरहरू छ, त्यो पढौँ है मजाले। अब त्योभन्दा पनि अझै मजाले के पढौँ भन्दा एकछिन ओके यो पढौँ हेटेरोजेनिटी होइन एकछिन यो पढौँ पहिला हेटेरोजेनिटी कुरा गर्नु होइन। मैले यो टपिक किन राखेँ हेटेरोजेनिटी भन्दाखेरि डिस्ट्रिब्युटेड डेटाबेस आर्किटेक्चर्समा त्यो जेनरली कसरी डेभलप हुन्छ 3टा प्यारामिटरले गरेर, जुन चाहिँ हुन् डिस्ट्रिब्युसन, एटोनोमी र हेटेरोजेनिटी है। अब के रहेछ त यिनीहरू टपिकहरू भने भन्दाखेरि हेटेरोजेनिटी द रिजन यु अफ्टन निड अ गेट किपर is heterogeneity. This refers to the unity or dissimilarity of data model systems component at database. When nodes use different database management system software or varying data models, you need a middleware layer or integration tool to help them communicate. हेटेरोजेनिटीले चाहिँ के गर्दो रहेछ भन्दाखेरि डिफ्रेन्ट डेटाबेसहरूलाई एउटा ठाउँमा ल्याएर राखिदिन्छ नि त हेटेरोजेनिटीले होइन। हेटेरोजेनिटीमा छुट्टै छुट्टै सफ्टवेयरहरू के अरे छुट्टै छुट्टै नोड्सहरूले छुट्टै छुट्टै डेटाबेस म्यानेजमेन्ट सिस्टमको सफ्टवेयर युज गर्न सक्छ भनेको थियो नि त अघि हामीले। अब यसमा चाहिँ त्यो हुँदा पनि छुट्टै सँगै हुँदाखेरि पनि एकचोटि काम गर्न सक्छ भनेको छ। त्यही भएर यसले चाहिँ यो गर्न हेल्प गर्छ, त्यही भएर हामीलाई यो चाहिन्छ हेटेरोजेनिटी भनेको क्या यहाँ है। अनि अटोनोमी भनेको हाउ मच द प्रिन्सिपल क्यान डु अल और इन्डिकेट्स द डिग्री टु विच इच डेटा क्यान अपरेट। एक्लैले कति चाहिँ काम गर्न सक्छ, यति एक्लैले कति अपरेट गर्न सक्छ इन्डिपेन्डेन्टली भनेको होइन। हाई अटोनोमी र लो हाई अटोनोमी भनेको चाहिँ फेडरेट होइन, कतिको इन्डिपेन्डेन्स छ भनेको, अनि कतिको इन्डिपेन्डेन्स छैन भनेको लो अटोनोमी भने। त्यही भनेको चाहिँ यहाँ लेखेको नि त्यही रहेछ होइन। अनि डिस्ट्रिब्युसन भनेको वेयर द स्कुल्स आर लोकेटेड। डिस्ट्रिब्युसन भनेको कहाँ स्टेज फिजिकल डिस्ट्रिब्युसन अफ डेटा एक्रोस डिफ्रेन्ट साइट्स। ओके सो यो चाहिँ 3टा प्यारामिटर्स हो एउटा आर्किटेक्चरको होइन।
विथ द्याट अब हामी लेट्स मुभ अन अनि स्टडी general architecture of pure distributed database is here we discuss both the logical and component architectural model of a distributed database system. The figure below describes the generic schema architecture of distributed database system. अब यहाँ छोटी छोटी कम्पोनेन्ट हुन्छ पहिला यो चर्चा हेरिहालौँ त्यसपछि एक्सप्लेन गरौँ के भनेर युजर भनेको जसले सिस्टम युज गर्छ एक्सटर्नल भ्यू भनेको उसले चाहिँ पाउने भ्यू हो एक्सटर्नल भ्यू भनेको है युजरले जस्तो भ्यू अब्जर्भ गर्छ द्याट इज एक्सटर्नल भ्यू एक्सटर्नल भ्यूले कम्युनिकेट गर्छ एउटा ग्लोबल कन्सेप्चुअल स्किमासँग ग्लोबल कन्सेप्चुअल स्किमा भनेको चाहिँ अब थुप्रो ठाउँबाट आइरह्यो होला नि त उसँग डेटाहरू त थुप्रो ठाउँबाट आउँछ होइन एउटा म्यानेज गर्ने ठाउँ त हुनु पऱ्यो नि ग्लोबली हो त्यो चाहिँ ग्लोबल जिसिएस ग्लोबल कन्सेप्चुअल स्किमा जिसिएस त्यो हो ग्लोबल त्यो चाहिँ एउटा मेन जस्तो क्या होइन अब यसले चाहिँ के दिन्छ त सुविधा भन्दाखेरि नेटवर्क ट्रान्सफरेन्सी दिन्छ क्या युजरले थुप्रो चिज एक्सेस गर्न खोज्छ होइन तर थुप्रो चिजहरू झन् थुप्रो ठाउँमा स्टोर हुन्छ नि त अनि अब युजरले झ्याउ गराउनु पर्दैन क्या कि कहाँबाट आउँछ मेरो डेटा भनेर दे जस्ट आर कन्सर्न विथ द डेटा नि त यसले चाहिँ के गरिदिन्छ म्यानेज गरिदिन्छ डेटालाई छुट्टै छुट्टै ठाउँबाट आउने ठाउँ जस्तो हो नि त एउटा यो हब जस्तो हो नि त होइन सो अब त्यसको तलपट्टि छ लोकल कन्सेप्चुअल स्किमा अब युजरले के चाहिँ रिक्वेस्ट गर्यो होला होइन ग्लोबल कन्सेप्ट जिसिएसलाई अब उसले चाहिँ त्यसलाई यसलाई दिन्छ कि यो ग्लोबल कन्सेप्चुअल स्किमा भनेको चाहिँ एउटा लोजिक हो क्या ऊ चाहिँ दिमाग हो होइन अनि अब उसले थाहा पाइसकेपछि अब युजरले के डाटा चाहियो हो भने उसले थाहा पाइसकेपछि यसलाई दिन्छ अनि उसले दिमाग लाउँछ के चाहिने पर्ने रहेछ हो भनेर अनि उसले त्यो त्यो कमान्डहरू दिन्छ लोकल इन्टरनल स्किमा ऊ भनेको चाहिँ डेटा निकाल्ने मान्छे हो क्या स्टोरेजबाट डेटा निकाल्ने मान्छे उसले दिमाग लगाएर यो निकाल भन्यो अनि उसले यो ओके भनेर निकालिदियो अब यसले उसलाई दिन्छ अनि यसले उसलाई दिन्छ अनि यसले यसलाई दिन्छ अनि त्यसरी काम गर्छ यहाँ पनि त्यही चिज हो होइन सो अब आइ नै सक्यौँ जेमिनाईको विस्तृत डिस्क्रिप्सनै पढेर जाउँ के छ र ओके this is the top layer that presents the specific view of a data to the user. This layer provides the global logical view of all data in the system. Its main job is to provide network transparency, meaning the user does not need to know which site the data is physically sitting on. And LCS. This describes the logical organization of data at each specific site. दिमाग हो क्या यो चाहिँ है अनि दिस इज द बटम लेयर द्याट रिप्रेजेन्ट्स द एक्चुअल फिजिकल अर्गनाइजेसन अफ द डेटा अन द डेस्क टु साइड अब यो अझै बुझिन्न होला भनेर मैले यहाँ सोधेर हेरेँ होइन इक्जाम्पल पढौँ पहिला सुरु इन द डायग्राम द जिसिएस एक्ट्स एज द ब्रिज बिट्विन ग्लोबल नेटवर्क एन्ड द लोकल साइट्स वेन अ युजर आस्क्स फर डेटा थ्रु एक्सटर्नल भ्यू द जिसिएस डिटर्माइन्स विच एलसिएस हैज द डेटा एन्ड द एलआइएस ह्यान्डल्स द फिजिकल टास्क अफ पुलिङ इट फ्रम द स्टोर डेटा होइन अब यहाँ एलसिएसले के गर्यो भन्ने कुरा अलिक बुझिएन होइन त्यही भएर आस्क्ड के गर्यो त एलसिएसले भनेर अनि एक्ट्स एज अ लोकल म्यानेजर अफ डेटा लोजिक वाइल द जिसिएस नोज वेयर द डेटा इज द एलसिएस नोज हाउ टु अर्गनाइज वन्स यु अराइभ एट द साइट कसरी अर्गनाइज गर्ने भनेर यसले चाहिँ भन्ने रहेछ होइन अब 3-4 चिजहरू लेखिएको छ त्यो त्यस्तै हो होइन अब लेट्स मुभ अन अर्कोमा है अर्को आर्किटेक्चर के छ फेडरेटेड डेटाबेस स्किमा आर्किटेक्चर अब यसमा पनि एकचोटि छर्सट हेरौँ होइन त्यसपछि पोइन्ट बाई पोइन्ट जाउँ लागि के भनेर एक्सटर्नल स्किमा हुन्छ अनि फेडरेटेडमा रिक्वेस्ट हुन्छ अनि त्यसले एक्सपोर्टमा हेर्छ अनि त्यसपछि कम्पोनेन्ट स्किमा हेर्छ अनि त्यसपछि लोकलमा जान्छ अनि कम्पोनेन्ट डेटाबेस के अरे डेटाबेस सिस्टममा जान्छ होइन ल के भन्यो त अब यो भन्दाखेरि यहाँबाट पढौँ अब छिटो के हुँदैछ भन्दाखेरि लोकल स्किमा यसो गरौँ न यसलाई होइन भाइ चित्र देखिन आवश्यक कहाँ पुग्यो होला यो फेरि ल लोकल स्किमामा के हुन्छ भने द ओरिजिनल डेफिनेसन अफ द डेटा बेस एट द्याट साइट यसमा ओरिजिनल डेफिनेसन अफ द डेटाबेस एट साइट कम्पोनेन्टमा के छ भन्दाखेरि दिस इज द ट्रान्सलेसन लेयर फेडरेटेडमा चाहिँ किन ट्रान्सलेसन चाहियो भन्दाखेरि यो हेट्रोजिनियसको पार्ट हो नि त अब हेट्रोजिनियसमा छुट्टै छुट्टै सिस्टम्सहरू युज गरिएको हुन्छ होइन हामीले
छुट्टै सफ्टवेयरहरू युज गरेको हुन्छ। त्यही भएर एउटा ट्रान्सलेसन गर्न के भने त भन्दाखेरि इट कन्भर्ट्स द लोकल स्किमा इन्टु अ कमन डेटा मोडल सो अदर साइड क्यान अन्डरस्ट्यान्ड इट। अब लोकल स्किमा अब हामीले एउटा एउटा नोडको लागि एउटा त्यो युज गरेका छौँ भने अर्कोको लागि अर्को युज गरेका छौँ भने मिक्स गरेर एउटा ठाउँमा गएर त ट्रान्सलेट त हुनु पऱ्यो। त्यही भनेको कम्पोनेन्ट स्किमाले त्यो गर्दो रहेछ। अनि द पार्ट अफ द लोकल डेटा द्याट द साइट इज एक्चुली विलिङ टु सेयर। अब के सेयर गर्न सकिन्छ त्यो चाहिँ एक्सपोर्ट स्किमामा गएर बस्छ होइन। अनि फेडरेटेड स्किमा द ग्लोबल रिजल्ट अफ टिचिङ ओके सबै अब एक्सपोर्टबाट जे आएको हुन्छ एउटा ठाउँमा राख्ने काम चाहिँ उसको है। द फाइनल भ्यू प्रेजेन्टेड टु अस। अब यो चाहिँ एक्सटर्नल स्किमा चाहिँ युजरले हेर्ने पार्ट हो है। अब विथ द्याट डन अब हामी अर्कोमा जाउँ। अर्को स्किमा हाम्रो के छ भन्दाखेरि 3 tier क्लाइन्ट सर्भर आर्किटेक्चर एकदम इजी छ है। के छ भन्दाखेरि अब यो क्लाइन्टले रिक्वेस्ट गर्छ एचटिटिपी प्रोटोकलद्वारा एप्लिकेसन सर्भरमा जान्छ अनि त्यहाँबाट केही कम्युनिकेसन पाथबाट डाटाबेस सर्भर एक्सेस भएर हामीले डाटा पाउँछौँ। एकदम बेसिक चिज। अनि प्रोभाइड युआई एन्ड इन्टरेक्ट विथ युजर ह्यान्डल्स user inputs, outputs and navigation by accepting user commands and displays needed information in a static or dynamic web page. Application layer के छ भन्दाखेरि business logic programs the application logic additional functionality are handled here like security ID okay के अरे फिजिकलमा अब युजरले डाटा हाल्छ होइन ट्याक्टु सर्च गर्छ युजरले केही चाहिँ सर्च गर्नु खोज्यो अरे फर इक्जाम्पल होइन। अनि एप्लिकेसन लेयरले चाहिँ के गर्छ भन्दाखेरि अब युजर भ्यालिड युजर हो कि होइन उसको आइडी छ कि छैन उसले सर्च गर्न खोजेको भ्यालिड छ कि छैन भन्ने कुरा उसले एप्लिकेसन लेयरले हेर्छ होइन। अनि डेटाबेसमा गएर के हेरिन्छ त भन्दाखेरि उसले के रिक्वेस्ट गरिरहेको छ त्यो हेरिन्छ। अनि त्यही अनुसारको रिजल्ट चाहिँ एप्लिकेसन लेयरलाई फेरि दिन्छ। एप्लिकेसन लेयरले प्रेजेन्टेसन लेयर दिन्छ एन्ड द्याट इज हाउ द फ्लो गोज है। अब इक्जाम्पल अर्को यहाँ पनि छ त्यो पनि वी क्यान टेक अ लुक एट है। के अरे भन्दाखेरि एभ्री वेयर हाउस एन्ड स्टोर इज अ साइट। साइट भनेको के हो यो इक्जाम्पलको लागि इमेजिन अ ग्लोबल कम्पनी लाइक वालमार्ट अरे यसमा साइट चाहिँ के अरे भन्दाखेरि वेयर हाउस एन्ड स्टोर चाहिँ साइट रे। अब यो होइन ल हामीले यो हेर्दै थियौँ कस्टमर युजेस देयर फोन टु चेक इफ द सर्भर इज इन स्टक। अब एप्लिकेसनले चाहिँ एप्लिकेसन लिएर के गर्छ भन्दाखेरि वालमार्ट सर्भरले युजर लगइन छ कि छैन सेक्युरिटी कुराहरू हेरेर कुन चाहिँ स्टोर चाहिँ क्लोजेस्ट टु हिम भनेर सजेस्ट गर्छ। अनि त्यसपछि त्यही अनुसार डाटाबेसलाई हेरिन्छ अनि त्यो छ कि छैन हेरिन्छ अनि छ भने कन्फर्म गरिन्छ अनि उसले नजिकको आफ्नो स्टोरबाट लिन पाउँछ। अब इन्ट्रोडक्सन टु NoSQL पढ है। NoSQL सिस्टम आर अल्टरनेटिभ टु ट्रेडिसनल रिलेसनल डेटाबेसेस इम्पावरिङ डेभलपर्स एन्ड अर्गनाइजेसन्स टु इफिसियन्टली ह्यान्डल लार्ज स्केल डेटा एन्ड बिल्ड स्केलेबल फ्लेक्सिबल एन्ड हाई पर्फर्मेन्स एप्लिकेसन्स। NoSQL डेटाबेस NoSQL डेटाबेस भनेको चाहिँ त्यो डेटाबेस जसमा चाहिँ रिलेसनल टेबल्सहरू हुँदैन क्या ट्रेडिसनल रिलेसनल टेबल हुन्छ नि त्यो हुँदैन। डाटालाई चाहिँ जेसन बिसन यस्तो फर्ममा स्टोर गरिन्छ यसमा चाहिँ। यहाँ के भनेको छ स्ट्यान्ड्स फर नन यो भनेको नन एसक्युएल हो एसक्युएल होइन जो त्यो NoSQL इज डेटाबेस द्याट अलाउज डाटा स्टोरेज एन्ड रिट्रिभल इट अभोइड्स जोइन छ। अब यसमा के हुन्थ्यो पहिला हाम्रो ट्रेडिसनमा भन्दाखेरि टेबल्सहरू हुन्थ्यो जोइन्सहरू गरेर हुन्थ्यो नि होइन पर्फर्म गर्नु हुन्थ्यो इनर जोइन आउट जोइन यस्तो गरेर यसमा चाहिँ यो गर्न मिल्दैन। अनि एन्ड इट इज इजिली स्केलेबल अनि यो चाहिँ बिग डेटा र रियल टाइम एपको लागि युज हुन्छ ओके। अनि इफिसियन्ट हुन्छ अरे यसको फाइदा के छ भन्दाखेरि इफिसियन्ट हुन्छ क्यान ह्यान्डल लार्ज स्केल डेटा स्केलेबल र फ्लेक्सिबल हुन्छ अनि हाई पर्फर्मेन्स हुन्छ अनि इफेक्टिभ फर बिग डेटा एन्ड रियल टाइम वेब डेटा वेब एप सरी त्यो भनेको छ होइन। अनि आरडिएमएस र यसमा के फरक छ भन्दाखेरि ओल्ड मेथड हो यो नयाँ मेथड हो अनि लेस अनि यसमा फर्मेट धेरै चाहिँदैन यसमा धेरै चाहिन्छ आरडिएमएस चाहिन्छ यसमा धेरै चाहिँदैन। अनि युआई टुल्स टु एक्सेस डाटा आर मच मोर एन्ड इजिली युआई टुल्स एन्ड अब त अहिले त दुइटै त्यस्तै हो यो कहिले नोट पुरानो भइसक्यो। अनि लेस स्केलेबल एन्ड फ्लेक्सिबल मोर स्केलेबल फ्लेक्सिबल होइन। अनि इफेक्टिभ वेन डाटा इज लेस थोरै हुँदा धेरै हुँदाखेरि पनि राम्रै हुन्छ। अनि मल्टिपल टेबल्स क्यान बी जोइन अब टेबलहरू जोइन गर्न मिलिन्छ इजिली यसमा इजिली मिल्दैन लाइक हामीले कोडमै गएर वी क्यान डु द्याट होइन बट इजिली चाहिँ जस डाटाहरूलाई कनेक्ट गर्न गाह्रो हुन्छ किनभने यसमा टेबल हुँदैन यसमा टेबल हुँदैन यसमा टेबल हुन्छ। अनि डकुमेन्ट्स क्यान नट बी स्टोर टु डकुमेन्ट्सहरू स्टोर गर्न सक्दैन यता डकुमेन्टहरू स्टोर गर्नु मिल्छ यसमा सबै स्टोर गर्न मिल्छ क्या जेसन फर्मेट हुन्छ होइन इमेजेसहरू स्टोर गर्न मिल्छ क्या ल्याएर यसमा मिल्दैन क्या यसमा फर्मेटै चाहिन्छ होइन। सो डकुमेन्ट बेस्ड अब टाइप्सहरू के हुन्छ भन्दाखेरि डकुमेन्ट बेस्ड की भ्याल्यु बेस्ड अनि कलम बेस्ड हुँदो रहेछ होइन। डकुमेन्ट बेस्ड भनेको NoSQL डाटाबेस स्टोर
data data in a semi-structured format known as document. Each document represents a single entity and can be stored in various formats such as JSON, BSON, XML. Each document has a set of field and value pair. The value might be any type such as text, image, boolean, array, etc. ओके यो थ्योरी चिज हो होइन अब इजी छ डकुमेन्ट बेसमा के हुन्छ अरे भन्दाखेरि सेमी स्ट्रक्चर हुन्छ अरे अब यसको इक्जाम्पल हेर्नु भने मंगो डिबी हो एकदम पपुलर छ यसमा चाहिँ बिसनको रूपमा डाटा स्टोर हुन्छ अनि काउच बेस भनेर अपाचे काउच डिबी भन्ने नै रहेछ होइन डकुमेन्ट बेस्ड अनि की भ्यालु बेसमा के हुँदो रहेछ भन्दाखेरि होइन यसमा चाहिँ डेटाबेसलाई चाहिँ यो चाहिँ यस्तो खालको डेटाबेस हो जहाँ चाहिँ डेटालाई चाहिँ एज अ कलेक्सन अफ की भ्यालु पेयर्सको रूपमा राखिँदो रहेछ त्यसबाट इच piece of data is associated with a unique key and the database retrieves or updates the value based on these keys. Key value stores are known for their simplicity, high scalability and fast data access. अब के छ त इक्जाम्पल हेर्नु रेडिस रहेछ रियाक्ट रहेछ अनि डाइनामो डिबी रहेछ होइन कोलन बेस्ड अर कोलन फ्यामिली स्टोर्समा के हुन्छ भन्दाखेरि दिस डेटा स्टोर एन्ड अर्गनाइज डेटा बाई colon rather than by row. Okay, colon को रूपमा in this database model data is grouped and stored together based on the colon it belongs to. Okay, which allows for efficient storage and retrieval of specific colons or subset of colons. Okay, एकदम अन्डरस्ट्यान्डेबल होइन हामीले हेर्न पनि सक्छौँ इक्जाम्पल्सहरू इफ वी रिक्वायर होइन हामीले सर्च गरेर हेर्न सक्छौँ कस्तो हुँदो रहेछ भनेर क्लिक हाउस अपाचे druid okay yeah of course there's druid vertica यस्तो एक्जाम्पल रहेछ होइन अब ग्राफ पेज पनि हुँदैछ use graphs okay as nodes डाटालाई चाहिँ नोड्सको रूपमा लिँदो रहेछ अनि इजहरू चाहिँ रिलेसनसिप्सको रूपमा दिस अलाउज फर एफिसियन्ट रिप्रेजेन्टेसन एन्ड क्वेरिङ अफ हाइली इन्टरकनेक्टेड डेटा फलोइङ आर ओके के छ अमेजनको नेप्ट्युन त चलाउनु पर्थ्यो गरे हामीले पहिला Amazon Neptune is fully managed graph database service provided by AWS. अनि Janus Graph र Orient DB भन्ने रहेछ अब क्याप थ्योरम पढौँ अनि बिग डेटा र म्याप रिड्युस हाउ टु पर्दा इज नट भेरी बिग है वी क्यान गरेर पढ्न सक्छौँ यो चाहिँ इज अ कुल थिङ है क्याप भनेको क्याप थ्योरम भनेको के हो भन्दाखेरि पहिला सुरु सिएपी भनेको के हो भन्ने बुझौँ होइन C is consistency, E is availability अनि P is partitioning के अरे partitioning tolerance पनि भन्छन् होइन ओके के हो त कन्सिस्टेन्सी भनेर अघि पनि हामीले डिस्कस गऱ्यौँ होइन अब जब डब्बाको इक्जाम्पल ल्याएको थियो नि हो त्यो भनेको कन्सिस्टेन्सी जब कि एउटा सिस्टम जब डिस्ट्रिब्युटेड सिस्टमहरू आफूसँग राम्ररी कम्युनिकेटेड छन् होइन राम्रोसित बसेका छन् मिलेर कुरा गरेर सिङ्कमा बसेको छन् भने त्यो भनेको कन्सिस्टेन्सी त्यो सिस्टम जब तब कन्सिस्टेन्ट हुन्छ जब यसरी अघि इक्जाम्पल दिएको थिएँ नि मैले एकदम सिङ्कमा काम गर्छन् तब द्याट सिस्टम इज कन्सिस्टेन्ट अभाइलेबिलिटी भनेको मैले जब सिस्टम कन्सिस्टेन्ट थिएन भनेको थिएँ नि जब मैले जब्बालाई क्वेसन सोधेको थिएँ होइन जब उसले टु दियो नि द्याट इज अल्सो बिङ एभाइलेबल क्या उसले स्टिल एन्सर दियो होइन तर पनि ऊ एभाइलेबल थियो भन्नु चाहिँ एभाइलेबिलिटी हो क्या अब मैले राइट यति भनेर मैले भनेँ अनि त्यसपछि अब क्वेरी गरेँ इमेललाई रिजल्ट दिएँ भनेर अब्बालाई भनेको थिएँ भने अनि उसले रिजल्टै दिएको थिएन इरर दिएको थियो भने त्यो चाहिँ नट अभाइलेबल हुन्थ्यो क्या अभाइलेबिलिटी त्यतिखेर चाहिँ फेल खान्थ्यो अभाइलेबिलिटी एकदम इजी चिज हो जब पनि हामीले केही रिक्वेस्ट गर्छ अनि उसले एन्सर दिन्छ भने त्यो एभाइलेबल भएको क्या पार्टिसनिङ भनेको चाहिँ पार्टिसनिङ टलरेन्स पनि भन्छन् होइन एउटा सिस्टमले कसरी एक्ट गर्छ जब चाहिँ पार्टिसन हुन्छ क्या एउटा डिस्ट्रिब्युटेड सिस्टम हो नि त हाम्रो त होइन एउटा दुईवटा तिनवटा भनेर अब जब डब्बाहरू छन् हाम्रो यो र यो कम्युनिकेट गर्छन् यो र कम्युनिकेट गर्छन् यो र कम्युनिकेट गर्छन् होइन जब पार्टिसनिङ हुन्छ पार्टिसनिङ हुँदाखेरि अब डब्बाको यसरी कनेक्सन नै काट्न सक्छ होइन डब्बाको कनेक्सन नै काटिन सक्छ चट्ट लगाएर अनि तिनीहरूको यसरी कनेक्सन काटिन सक्छ जब ठुलो सिस्टम हुन्छ तब धेरैवटा नोड्सहरू पनि हुन्छ सो वी गेट द पोइन्ट होइन अनि पार्टिसनिङ अब यो थ्योरमले चाहिँ के भन्छ सिएपी थ्योरमले चाहिँ भन्दाखेरि तिनटै चिज एकैचोटि हुन सक्दैन भन्छ क्या यदि इफ वी एम फर एभाइलेबिलिटी होइन वी मस्ट हामीले या त कन्सिस्टेन्सी लुज गर्छौँ या त पार्टिसनिङ टोलेरेन्स लुज गर्छौँ क्या अब पार्टिसनिङ टोलेरेन्स भयो अरे ल होइन पार्टिसनिङ भयो अरे एउटा सिस्टमको भनौँ भने एउटा सिस्टम भागबन्टा भयो भने या त हामीले पार्टिसनिङ टोलेरेन्स
राम्रो होस् र के अरे यो होस्, कन्सिस्टेन्सी होस् भनेर चुज गर्नुपर्छ, या त पार्टिसन टोलरेन्स राम्रो होस् र एभाइलेबिलिटी होस् भनेर चुज गर्नुपर्छ क्या। बुझ्यौ नि हामीले होइन, तिनवटामा दुइटा चिज मात्रै चुज गर्नु पाइन्छ अलवेज। यसले त्यही भन्छ। यहाँ पढौँ के लेखिएको छ भन्दाखेरि थ्योरिटिकल फ्रेमवर्क विच स्ट्यान्ड्स फर कन्सिस्टेन्सी एबिलिटी स्केल कान्ट प्रोभाइड अल थ्री कन्सिस्टेन्सी ओके क्याप स्टेज द्याट वी क्यान ओन्ली एचिभ एट मोस्ट टू अब त ठिकै छ, त्यही भनेको छैन। ओके हेभिङ एबिलिटी टु सपोर्ट ब्रोकन लिङ्क्स, पार्टिसन टोलरेन्स भनेको चाहिँ त्यो ब्रोकन लिङ्क्सहरूलाई सपोर्ट गर्न सक्ने एबिलिटी हो क्या। ability to support broken links within the cluster in database in which it is distributed. And in practical terms, this theory has led to the classification of distributed system in following CP systems. These systems prioritize consistency and partition tolerance over availability. They ensure that all nodes have consistent data but may sacrifice availability during network partitions. नेटवर्कहरू जब पार्टिसन हुन्छ तब यसले चाहिँ कसलाई कन्सिस्टेन्सीलाई फोकस गर्छ। इक्जाम्पल के छ, एपाचेको क्यासेन्ड्रा रहेछ होइन इक्जाम्पल। अब एपीमा चाहिँ के पऱ्यो, एभाइलेबिलिटी र पार्टिसनिङ टोलरेन्स पर्दाखेरि कन्सिस्टेन्सी इग्नोर हुने भयो। यो कसले गर्छ, डाइनामो डिपी र रियाक्टले गर्ने रहेछ होइन। अनि सिए भनेको अब पार्टिसनिङ टोलरेन्सलाई लुज गर्दाखेरि ओके के भनेर पढौँ, दिस सिस्टम प्रायोरिटाइज कन्सिस्टेन्सीहरूलाई बट सेक्रिफाई पर्छ। अब पार्टिसन टोलरेन्स आयो भने चाहिँ सिस्टम बिग्रिन सक्छ क्या होइन, केही पार्टिसन भयो भने चाहिँ। अनि एज अ सिङ्गल सेन्ट्रलाइज सिस्टम एन्ड डु नट टोलरेटै गर्न सक्दिनँ। अनि ट्रेडिसनल डेटाबेस रनिङ इन सिङ्गल डेटा ओके, ट्रेडिसनल डेटाबेसहरू चाहिँ इज एक्जाम्पल अफ सिए सिस्टम चाहिँ। अब बिग डेटा र म्याप रिड्युस एन्ड हडुप त थ्योरी नै हुन् मोटामोटी। सो सानो सानो हामीले पढ्न सक्छौँ, यो चाहिँ सर्ट नोट्समा सोध्छ। सो द्याट्स इट, धन्यवाद।